साइडमा काम सुरु गर्नु अघि एउटा गल्तीले लाइफ खतरा हुन सक्छ। तर एउटा डकुमेन्टले त्यो एक्सिडेन्ट रोक्न सक्छ। तपाईलाई थाहा छ त्यो के हो? त्यो हो मेथड स्टेटमेन्ट। नमस्ते गाइज, आज हामी बुझ्ने छौं मेथड स्टेटमेन्ट के हो, किन यो साइडमा कम्पलसरी हुन्छ र प्र्याक्टिकल इक्जाम्पल सहित इजी तरिकाले बुझ्ने छौं। मेथड स्टेटमेन्ट भनेको एउटा सेफ्टी डकुमेन्ट हो जसले हाई रिस्क काम कसरी सेफ तरिकाले गर्ने भनेर स्टेप बाई स्टेप बताउँछ। सरल भाषामा बुझ्ने भन्दा काम गर्ने सेफ तरिका लेखिएको प्लान हो। अब प्रश्न उठ्छ, किन इम्पोर्टेन्ट छ? सबै वर्कर एउटै मेथड फलो गर्छन्, त्यसैले हजार्ड कन्ट्रोल हुन्छ, एक्सिडेन्ट कम हुन्छ, रेस्पोन्सिबिलिटी क्लियर हुन्छ। त्यसैले ठुलो प्रोजेक्टमा बिना मेथड स्टेटमेन्ट काम गर्न पाउँदैन। मेथड स्टेटमेन्ट कसले बनाउँछ? साइट इन्जिनियरले। एचएससी अफिसर चेक गर्छ, क्लाइन्ट वा मेन कन्ट्र्याक्टरले अप्रुभल गर्छ। अप्रुभल बिना काम सुरु गर्न पाइँदैन। अब एउटा रियल इक्जाम्पल लिउँ। वर्क एट हाइट स्काफोल्डिङ। स्टेप 1 ग्राउन्ड लेभल तयार गर्ने। स्टेप 2 बेस प्लेट राख्ने। स्टेप 3 स्काफोल्ड स्ट्रक्चर बनाउने। स्टेप 4 गार्ड रेल र प्लेटफर्म राख्ने। हजार्ड के त? वर्कन खस्न सक्छ। कन्ट्रोल के त? सेफ्टी हार्नेस लगाउने, 100% टाई अफ गर्ने। पीपीमा के चाहिन्छ त? हेलमेट, सुज, ग्लोभ्स, रिफ्लेक्टिभ ज्याकेट। इमर्जेन्सीमा के गर्ने त? रेस्क्यु प्लान एक्टिभ गर्ने, मेन लिफ्ट प्रयोग गर्ने, मेडिकलाई कल गर्ने। याद राख्नुस्, रिस्क एसेसमेन्टले खतरा देखाउँछ, मेथड स्टेटमेन्टले काम कसरी सेफ गर्ने बताउँछ। यदि तपाईलाई लिफ्टिङ, क्रेन वा साइट सेफ्टीमा काम गर्दै हुनुहुन्छ भने यो नलेज तपाईको जीवन बचाउन सक्छ। भिडियो फुल युजफुल लाग्यो भने लाइक गर्नुहोस्, च्यानललाई सब्स्क्राइब गर्नुहोस्, साथीहरूसँग सेयर गर्नुहोस्। धन्यवाद।